चिनाउन सफल भएको थियो। त्यही गीत यहाँ 2 लाइन तपाईहरुसँग सँगसँगै गाउन चाहन्छु। कम्मरमाथि पटुकी सँगसँगै गाउँ है त। ओके रेडी 1 2 3 गो। कम्मरमाथि पटुकी पटुकी माथि छल 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 क्यों पानी पछाडि है अब छल 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 क्यों पानी। ओके यहाँ ठिक छ त्यहाँ पनि ठिक छ। अब यतापट्टि अलिकति पुगेन जस्तो लाग्यो मलाई। यता यता अलिकति पुगेन ल है त। दिदी बहिनीहरू पनि एकदमै विन गर्नु पर्यो है बोइजलाई। 1 2 3 गो। छल 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 क्यों पानी। एकचोटि हात माथि गर्दै गाउनुस् न है। छल 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 क्यों पानी। वाउ थ्याङ्क यू सो मच। अहिलेसम्म लजाएर बस्नु भएको रहेछ। ओके म अर्को गीत राख्न चाहन्छु। भर्खरै मैले सुनेको थिएँ है तपाईहरुको लागि स्पेशली तपाईहरुको लागि पनि, किनभने यो चाहिँ बोइजलाई डेडिकेटेड हो के। बोइजलाई डेडिकेटेड। अलिकति बोल्ड अलिकति टफ अलिकति स्वीट अलिकति रफ त्यस्तो पो हुनुपर्छ मेरो बोयफ्रेन्ड त के कसो। ओके हो भने ट्र्याक लगाइदिनुस् न अलिकति स्वीट। अब चाहिँ नाच्नुपर्छ है त यसमा चाहिँ। 9 नम्बरवाला 3 बाट नै रहेको छ र यसमा डुएट मलाई गाउन सहयोग गर्नुभएको थियो प्रताप दास जो अहिले नेपाल आइडलको कन्टेस्टेन्ट पनि हुनुहुन्छ। ओके अलिकति स्वीट लाउडस्ट एकचोटि प्लिज। ट्र्याक अलिकति ठुलो गरिदिनुहोस् भोल्युम अफ।